अब कुरा रह्यो चुनाव र मासु भातको कुरा नगरी त बुझै आउँदैन। चुनाव अनि मासु भात कुरा नगर्ने त गर्नु त पर्यो। खाइदिउँ के गर्यो त्यो। ए बाबा त्यो मासु भातको पैसा, त्यो बाँड्न गएको पैसा उसको भए त सम्पत्ति घट्नु पर्ने त, बढ्या छ हाम्रै पैसा हो खाइदिने। हाम्रो अस्पताल राम्रो नबनाएर ठगेको पैसा हो खाइदिनुहोस्। हाम्रो स्कुलमा राम्रो शिक्षा दीक्षा नदिएर लुटेको पैसा हो खाइदिनुहोस्। हाम्रो बाटो पुल नहर नबनाएको पैसा हो खाइदिनुहोस्। तर भोट चाहिँ घन्टीमा लगाइदिनुहोस्। अङ्ग्रेजीमा टिट फर ट्याट भन्छ। 34 वर्ष झुक्याए होइन, यस वर्ष त्यो उनीहरूलाई झुक्याइदिउँ। घरमा आउँछन् आमा बुवा, ल मलाई है यसपल्ट पनि भोटै हामीलाई अन्तिम हो कि के भन्छन्, अब के भने बाँकी के छ होला, छ होला, त्यही पनि खान पनि जाने होलान्। अब फ्रुटको दोकान खोल्नेलाई मैले के सिकाउनु पर्छ थाहा छ। आउलान् केही भनेर आउलान्, मुख धोइ पोखाली गरेर आउलान्, क्रिम पाउडर लाली साली लगाएर आउलान्। त्यतिखेर तपाईँले भन्ने के भने हुन्छ कहाँ भन्नुहुन्न, बर्बाद हुन्छ भन्ने हो। तपाईँलाई नै भोट तपाईँले हो भने कहाँ हुन्छ होइन, तपाईँलाई भन्ने हो। भन्ने त्यो हो, गर्ने के हो त मैले किन भन्नु परेर। अब एउटा मात्र भोट हाल्दा हुँदैन, फेरि दुईटा, खै दुईटा घन्टी कहाँ छ। यसपटक दुवैतर्फ भ्रष्टाचारमा लिप्त भएका र न्याय र सुशासन माग्न सडकमा आएका बालबालिकाहरूलाई छाती र टाउकोमा ताकेर गोली ठर्केकाहरूले जतिसुकै भेष बदलेर आए पनि यसपटक उनीहरूलाई प्रतिपक्षमा राखेर मद्दत गर्ने होला। हामी उनीहरू प्रतिपक्षमा बस्छौँ भन्ने चाहन्छौँ। सडकको प्रतिपक्ष सदनमा त एक ठाउँ नजिताउने, एक भोट नदिने हो। सडकबाट प्रतिपक्ष बनेर देखाउन्, सुध्रेर देखाउन्, सप्रेर देखाउन्, हामीभन्दा राम्रो बनेर देखाउँ। हामी भोट हाल्नुलाई भोलि हामी खराब भइ किन बोक्नु पर्यो हामीलाई। तर यसपटक तपाईँ काङ्ग्रेस भए पनि काङ्ग्रेस जिन्दाबाद भन्ने घरमा केही फरक पर्दैन। चोकमानी भन्ने झन्डा मजाले राख्ने, झन्डा पुरानो भए म पठाइदिन्छु, काङ्ग्रेसकै झन्डा पठाइदिन्छु, एमालेको झन्डा ट्याक्कै मै पठाइदिन्छु। जिन्दाबाद, मेरो पनि जिन्दाबाद। तर भोट चाहिँ घन्टीमा।